हेलो गुड मर्निङ। आज हामी मेरो भान्जा भान्जीलाई लिएर हामी कहाँ जाँदैछौँ? मर्निङ वाक माउन्टेनमा। अब यिनीहरू भान्जा भान्जी चाहिँ म एकदम खतरा हिँड्छु मामा भनिरहेछन्। अब तर कस्तो हिँड्छन् अब थाहा हुन्छ। अब चाहिँ हामी चन्द्रकालिका मा जाँदैछौँ। बिहानको 7:30 हुन लाग्यो। हेरौँ है त कस्तो हुन्छ। बाई। हेलो गाइज, कस्तो भइरहेछ? राम्रो भयो। हामी कति हिँड्यौँ बल्ल? 1 किलोमिटर। अनि हाउ मेनी टु गो? 2.5 टु द डेस्टिनेसन है। ल हामी हिँड्दैछौँ। डाँडाको यात्रा सुरु भएको छ। कस्तो भइरहेछ? रमाइलो। सर्बु कस्तो भएछ? हो गुड। Hello guys, are you enjoying? के मन परेछ? जङ्गल कि उकालो? खै यता हेर हाई गरिदेऊ। हेलो। ल मेरो भान्जा भान्जी चाहिँ अहिले हल्का थाकेको अवस्था। कस्तो भइरहेछ स्वरूप भन? थकेला आयो? प्रशान नथिङ। यता हेर म उहाँ मात्रै वेट गरेँ हो। मैले केही बाँकी छैन। अहिले त्यहाँ माथि गएपछि थाहा हुन्छ फेरि है। ल प्रशान, हजुर तिम्रो काठमाडौँमा यस्तो छ? सर्बु हजुर काठमाडौँमा यस्तो छ? छैन छैन के? है। अनि आउनुपर्छ है। ल प्रसून, काठमाडौँतिर रमाइलो के यता? दुइटै। सर्बु कता? दुइटै। सर्बु कस्तो भछ रे? कमेन्ट जस्तो ओके लभ नमस्ते लभ ओके। तिमीलाई कस्तो भछ? मलाई त इसियो हो। सुरुदेखिबाट यहाँसम्म लाग्थेन। अब ला जय काली चन्द्रकालिका। भ्यू हेर त, भ्यू कस्तो छ?
ग्रेट मेरो भान्जा भान्जी खत्रै एक्टिभ छन् हेलो गाइज हेलो कस्तो भइरहेछ राम्रो घर गएर के गर्ने सुत्ने प्रसुन के गर्ने के खाने हो कि नै ओ भात खाने हो ल सर्बु अनि हाइकिङको बेस्ट पार्ट र अनि मन नपर्ने पार्ट के रहेछ ल भन ल मन नपर्ने पार्ट ढुङ्गा भएको बाटो मन पर्ने पार्ट इन्टरटेनिङ हुन्छ प्रसुन ल के छ ए वेट यता हेर न यता वेट गर ल भन त बेस्ट पार्ट र उसके पार्ट यता फर्केर नराम्रो पार्ट मलाई लागेको चाहिँ ओह्रालो यसरी घुम्नु परेर ढुङ्गा थियो सबभन्दा राम्रो पार्ट मलाई चाहिँ भर्याङ लाग्थ्यो हो कि हामी डेस्टिनेसन एकदमै नजिकै भएर सेलिब्रेट गर्नु पायो हो त्यत्रो हाइट तिमीहरू गयो है दुईटै यु नेभर गिभ अप अलवेज गिभ डाउन देख्यौ बटरफ्लाई त्यो अगाडि पनि छ ल प्रसुन सर्बु अब तिमीहरू मोबाइल एकदम हेर्ने मान्छेहरूमा पर्छौ यो पृथ्वीमा होइन अब यस्तो हिँड्न मजा लाउने रहेछ कि मोबाइल चलाउन मजा लाग्ने के रहेछ दुईटै ल बेस्ट पार्ट मोबाइलको के होला भन मजा हुन्छ खेल्दाखेरि गेम्स मोबाइलमा अनि उसमा हाइकिङमा फ्रेश एयर अनि ग्रासलाई टच गर्न मिल्छ टच ग्रास अनि एक्टिभ पनि हुन्छ हैन वी क्यान टच ग्रास ल है मोबाइल नि ठिक्क हेर्ने अनि यसरी फिजिकल एक्टिभिटी चाहिँ एकदम धेरै गर्ने ओके ओके के दे सर्बु के दे आमा काठमाडौँ आउनु भएको थियो अनि मासु पकाएको थियो अनि मैले छाला खाएको थिइनँ है अनि त्यो खसीको अनि त्यसपछि छाला खाऊ म एउटा कुरा भन्छु भन्नुभयो है अनि मैले जबरजस्ती गरेर भयो जति सबै छाला खाएको लास्टमा अबदेखि जहिले पनि छाला खाऊ भन्नुहुन्छ हेलो मुसी यो कस्तो भएछ राम्रो यहाँ माथि ओह्रालोमा गएर मन्दिरमा गएर अब म ब्ल्याकको सुत्छु सर्बु हजुर कस्तो भयो राम्रो अब के नमस्ते ओके दिदीलाई बोकिराख्नु भएको छ मामाले हेलो गाइज हेलो बाइ बाइ गाइस हामी अब पुग्न लागिसक्यौं यो यस ल कङ्ग्रेचुलेसन्स गाइज यु गाइज डिड इट डिस्टेन्स ट्राभल देखाउनुस् दिस गाइज डिड इट फर्केर घर आइसक्यो बाइ ल